हेलो एभ्रिवान, फेरि पनि आइसकेको छु म नयाँ कभर सङ लिएर है गाइस। ट्राई गरौँ है त के कस्तो हुन्छ। अनि आफ्टर लङ टाइम 7 दिन पछाडि चाहिँ कभर लिएर आएको छु मैले। कतिजना रिसाइरहनु भएको होला है, कहाँ गयो केटो, कहाँ हरायो, किन आएन, किन ढिलो गरो भनेर भनिरहनु भएको होला। त्यसको लागि चाहिँ एकदमै धेरै नै सरी भन्न चाहे मैले चाहिँ है। किन ढिलो भयो भन्दाखेरि अब त्यस्तै हो जिन्दगी, अब कहिले ढिलो कहिले छिटो भइ नै हाल्छ। त्यस्तो त अलिकति त्यस्तो रिसाइ चाहिँ नहालिदिनु होला है, त्यही नै भन्न चाहे मैले चाहिँ। ल गाइस अब स्टार्ट गरौँ है त। बादल सारी वरिपरि पछि लाग्ने छु, बाडुकी बनेर पछि आउने छु, हावा सारी अघि पछि बेरिएर मेरा मायाहरूले ढाकेर सम्झना बनी साथ दिनेछु, म छाया बनी आउला, जहाँ गए पनि मेरा यादहरू म अडिएरै रहला, सहारा बनेर म उभिउला, बादल सारी वरिपरि पछि लाग्ने छु, बाडुकी बनेर पछि आउने छु। जिन्दगीभरिको लागि साथ दिइरहनु, घाम बनेर उदाउनु, किरण बनिरहनु, आकाश साँची मायाको निभाइरहनु है, जहाँ हुन्छु जे गरे नि नबिर्सिदिनु है, बादल सारी वरिपरि पछि लाग्ने छु, बाडुकी बनेर पछि आउने छु। यति नै हो गाइस आजको लागि चाहिँ। अब भिडियो यति नै थियो, यस्तै हो, ट्राई हो होइन। जोन चामलिङको त्यो जोन चामलिङ दाइ र अब दुईजना दाइको हुन चाहिँ, तर जोन चामलिङको अब त्यो खाले टोनमा अलिकति गाउन चाहिँ बढी गाह्रो हुन्छ क्या मलाई चाहिँ। अब मलाई होइन प्रायः सबैलाई गाह्रो हुन्छ, किनभने लेजेन्डरीहरूले चाहिँ गाएको गाह्रै हुन्छ होइन हामीले गाउन। अनि त्यही हो आजको लागि चाहिँ ब्लग, मतलब सरी गाइस, सरी ब्लग होइन है। म्युजिक कभर चाहिँ यति नै थियो। एक हप्ता पछि भिडियो आएको छ, हेर्नु है त कस्तो भएको छ, के भएको छ।